दर्शकवृन्द, भूपेन्द्रले यति घिनलाग्दो व्यवहार गरेका छन्, यति घिनलाग्दो कुरा गरेका छन्, ती भुन्टीको र टोकलेको सम्बन्धमाथि औँला उठाएका छन्। एउटा दाजुबहिनीको सम्बन्धलाई यति बेला उनले श्रीमान श्रीमतीको जस्तो नाम दिएका छन्। उनले त्यो आफ्नो दाइ बहिनीको सम्बन्धलाई आरोप लगाएका छन्। भुन्टीको पेटमा हुर्किरहेको बच्चा भूपेन्द्रको हो, भूपेन्द्रले स्याहार्न सक्दैन, टोकलेको नै हो भनेर भनिरहेका छन्। जबकि घरमा दाइले झापट हानेका थिए उनलाई कि तैँले भुन्टीलाई जसरी पनि लिएर आइजा, भुन्टी बिना तेरो जिन्दगी सम्भव छैन भनिरहेका थिए। तर त्यो भूपेन्द्रले सुन्नै चाहेनन्। दर्शकवृन्द, सुनुन् पनि कसरी, किन पो सुन्थे र उनलाई भने ती अर्कै केटीको भूत चढेको छ, अर्कै केटीसँग उनले रोमान्स गर्न खोजिरहेका छन्, बिहे गर्न खोजिरहेका छन्। दर्शकवृन्द, यति बेला भूपेन्द्रले साँच्चै नै नराम्रो गल्ती गरिरहेका छन्। भुन्टीलाई र टोकलेलाई आरोप लगाइरहँदा भूपेन्द्रले झापट हानेका थिए र त्यहाँबाट भुन्टीलाई खोज्न जा भनेर पठाएका थिए। खोज्न त निस्किए दर्शकवृन्द, निस्किँदै गर्दाखेरि अझै पनि भीमसँग नराम्रो कुरा गरिरहेका थिए। ती भूपेन्द्रले गेटमा निस्कँदै गर्दा भुन्टीको पेटमा भएको बच्चा टोकलेको नै रहेको र उनले पाल्न नसक्ने र भूपेन्द्रसँग जिम्मा लगाइदिइसकेपछि यो सम्पत्तिको मालिक हुन पाउँछ, यो सबै गर्न पाउँछ भन्दै उनले भनेका कुराहरू सम्झिएका छन्। हो दर्शकवृन्द, उनले त्यो भन्दै गर्दा त्यस्तो हुँदैन दाइ, त्यस्तो गर्न सक्नुहुन्न भाउजूले भनेर ती भीमले पनि भन्दै गर्दाखेरि दर्शकवृन्द, साँच्चै नै यति बेला ती भूपेन्द्र भने त्यहाँबाट निस्केका थिए। जबकि त्यहाँबाट निस्किँदै गर्दा बिचमा पूर्णिमासँग भेट हुन्छ। उता टोकले भने भुन्टीलाई खोज्दै खोज्दै भूपेन्द्र घरमा आइपुगेका थिए। भुन्टीसँग भेट हुँदै गर्दाखेरि दर्शकवृन्द, ती पूर्णिमासँग भेट हुँदै गर्दाखेरि ती भूपेन्द्र र पूर्णिमाको कुराकानी हुन्छ। उनीहरू दुवैजनाले नराम्रो देखिरहेका थिए सम्बन्ध, ती टोकले र भुन्टीको। दर्शकवृन्द, उता पूर्णिमाले पनि थपेकी थिइन् कि मलाई शङ्का लागेको थियो, तपाईँलाई त्यति सोझी मान्छेले धोका दिनुभएछ है, मलाई पनि त त्यस्तै सोझो लाग्थ्यो, तर के गर्नु, ती दाजुबहिनीको बिचमा सम्बन्ध नराम्रो रहेछ, भित्रभित्रै अर्कै रहेछ भन्दै उनले त्यो भनिराख्दाखेरि दर्शकवृन्द निकै नै दुःख लागेको छ। त्यो भनिराख्दा उनले ल ठिक छ, मैले सबै कुरा पछि गरौँला, तर उनीहरूलाई कहाँ छन् पत्ता लगाउनु पर्यो भन्दै गर्दा म उसको श्रीमान श्रीमतीको सम्बन्ध त छुटिसक्यो, अब फेरि हामी त एक हुन सक्दैनौँ, तर मैले त्यो बताइदिन्छु, डिभोर्स दिएर अर्कै बाटो लाग्नुहोस् भन्दै पूर्णिमाले भन्दै गर्दा त्यहाँबाट ती भूपेन्द्र पनि निस्किएका छन्। दर्शकवृन्द, त्यहाँबाट भुन्टीको बुवा आमा बसेको घरमा जान्छन्। त्यहाँ गइपुग्दा नाना थरी भन्छन् दर्शकवृन्द ती भूपेन्द्रले नाना थरी भन्दै गर्दाखेरि तिमीहरूलाई मेरो पैसा लगेर उपचार गरेर तिमीहरू त ठिक भयो, तर त्यही कारणले आज मेरो बदनाम भएको छ, मेरो सबै सामु बेजेत भएको छ, मेरो घर बिग्रिएको छ भन्दै उनले गाली गरिरहेका थिए। भुन्टीकी आमा रुँदै रुँदै बिन्ती गर्छिन्, त्यस्तो नभन्नुहोस्, हामीले पैसा तिर्छौँ, मेरै छोरीलाई दुःख नदिनुहोला भन्दै गर्छिन्। तर उनले त्यहाँ नराम्रो आरोप लगाउँछन्। भुन्टी यति बेला कहाँ छ भनेर सोध्दै गर्दाखेरि भुन्टी हस्पिटलमा गएकी छ। यति बेला भुन्टीको पेटमा बच्चा छ टोकलेको, तपाईँको छोरो भनाउँदाको, त्यही भएर एबर्सन गर्न गएकी छ भन्दै त्यहाँबाट भनेका थिए। दर्शकवृन्द, छाँगाबाट खसेका थिए भुन्टीका परिवार। दर्शकवृन्द, त्यहाँ उनले गाली गलौज गर्दै गर्दाखेरि त्यहाँ टोकले गइपुग्छन्। टोकलेलाई नराम्रोसँग दर्शकवृन्द उनले पिड्छन्। त्यहाँ त नलायक, आफ्नै बहिनीसँग त्यस्तो गर्न सक्ने, आफ्नै बहिनीलाई पेट बोकाउन सक्ने त कस्तो नलायक होस्, तैँले मेरो घर बिगारिस् भन्दै त्यहाँ पिटेका छन्। दर्शकवृन्द, भूपेन्द्रले झगडा हुन्छ। ती आमा बुवाले रोक्न त खोज्छन्, बिचारा कसरी रोकुन् र। हो दर्शकवृन्द, यति बेला उनले त्यहाँबाट पिटिसकेपछि त्यहाँबाट निस्किँदै जान्छन्। दर्शकवृन्द, त्यहाँ अत्यन्तै रोइरहेका थिए उनीहरू, अत्यन्तै चिच्याइरहेका थिए। भूपेन्द्रले पिटेर गइसकेपछि त्यहाँ भुन्टीको घरमा रुवाबास चलेको छ। उता भूपेन्द्रले दाईसँग भेटेर आएका, उता टोकलेले ती भूपेन्द्रका दाईसँग भेटेर आएका थिए। तर ती दाईले के गर्नु, भुन्टीलाई लिएर आउनुभयो भन्दै गर्दा त्यहाँ भुन्टीले लिएर आएकै थिएनन्। दर्शकवृन्द, भुन्टी कता गएकी छे मलाई पनि थाहा छैन भन्दै रोइरहेका थिए। दर्शकवृन्द, उता पूर्णिमा पनि टोकलेको विरुद्धमा र उता भूपेन्द्र पनि टोकलेको विरुद्धमा लागिरहेकी छिन्। साँच्चै नै के दर्शकवृन्द, यति बेला अब भुन्टी कहाँ गइहालिन् त, भुन्टीले अब के गर्लिन् त। दर्शकवृन्द, टोकले र भुन्टीमाथि आरोप लगाइरहँदाखेरि उनीहरूले जब त्यहाँबाट निस्किरहेका थिए भूपेन्द्र, त्यहाँबाट भुन्टीलाई खोज्नु त कता हो कता, उनको गर्लफ्रेन्डसँग कुरा गर्दै गएका थिए। म भुन्टीलाई जसरी पनि पाखा लगाउँदैछु, साइड लगाउँदैछु, डिभोर्स दिँदैछु, तिमी पर्ख न है, छिटै हाम्रो मिलन हुनेछ भन्दै त्यहाँ भनिरहेका थिए। दर्शकवृन्द,
जब टोकाले पनि त्यहाँबाट भूपेन्द्रको घरमा जान्छु भन्दै निस्केका थिए, भूपेन्द्रको घरमा जाँदै गर्दा दर्शकवृन्द त्यहाँ बाटोमा पट्टी लगाएर हिँडेका ती टोकालेमाथि पानीले हिलो छ्याप्छन् दर्शकवृन्द। भूपेन्द्रले छ्याप्दै गर्दाखेरि त्यहाँ भूपेन्द्रले कुरा गर्दै गएका थिए, त्यहाँ टोकालेलाई देखेका छन् दर्शकवृन्द जब जाँदै थिए। अब साँच्ची नै हामीले आगामी एपिसोडमा पक्कै पनि भूपेन्द्र र ती टोकाले बिचको लडाइँ देख्नेछौँ। अब भूपेन्द्रले कस्तो कदम चाल्लान् र टोकालेले पनि कस्तो कदम चाल्लान् त दर्शकवृन्द। टोकाले र भुन्टीमाथि लागेको आरोपको उनले सजाय भोग्नुपर्छ, भूपेन्द्रले पनि भन्न चाहे। भूपेन्द्रलाई कारवाही हुनुपर्छ, भुन्टीले न्याय पाउनुपर्छ, सुकुमाया पनि आउनुपर्छ भन्दै बिदा भएँ।